एज अ नेपाली रेडियोग्राफर म दिनभरि के गर्छु, कसरी मेरो दिन बित्छ भनेर म हजुरहरूलाई यो भिडियोबाट बताउनेछु साथीहरू। म चाहिँ 8:30 बजी उठेर नुहाएर फ्रेस भएर ड्युटी जाँदैछु साथीहरू। यति ढिलो भइसकेको थियो कि मलाई यतिखेर 10 बजेको ड्युटी 10:05 कति भइसकेको थियो। क्लिनिकबाट फोन आइरहेको थियो पेसेन्ट हुनुहुन्छ आउनु भनेर, अनि हतार हतार खाना बनाएर नखाइकन ड्युटी गएको। कपाल पनि सिस्सै छ यत्तिकै। अनि मेरो मेन भनेको सुरुमा यही हो, कम्प्युटरहरू सब अन गर्नुपर्छ। एकजना आमा आउनुभएको थियो, लडेर आउनुभएको रहेछ र उहाँ नै मेरो फर्स्ट पेसेन्ट हुनुभएको थियो, त्यही भएर म हतार हतार गरेर आइपुगेँ। नेपाली रेडियोग्राफरको दिनभरिको काम के गरिन्छ, कसरी बित्छ मेरो चाहिँ भनेर म हजुरहरूलाई यो भ्लग बनाएर देखाउँदैछु साथीहरू। यहाँ चाहिँ आमा आउनुभएको थियो, अनि आमालाई के भयो कसो भयो भनेर सोध्दै मैले उहाँको सबै डिटेल लिँदै थिएँ। अनि उहाँको चाहिँ यही हातको रहेछ, अनि त्यही भएर म हातको एक्सरे गर्दैछु आमाको। फेरि कि साथीहरू म हतार हतार आएको कि मेकअपै नगरी आइरहेको थिएँ क्या, त्यही भएर लिपस्टिक त लाउनुपर्छ भनेर लिपस्टिकै लगाएँ होइन। तर मेन कुरा चाहिँ के भने पेसेन्ट छोएर यो भिडियोको चक्करमा नि सेनिटाइजरै नगरिकन, हातै नगरिकन कि मैले त्यतिकै लिपस्टिक लगाएछु क्या, भरे पो झसङ्ग भएर मैले लास्टमा यहाँ सेनिटाइजर हात गरिरहेको छु क्या। कस्तो बिर्सेछु क्या, त्यस्तो साह्रो त भएको थिएन उहाँलाई यस्तो यस्तो गर्नु भनेर मैले पोजिसन चाहिँ सिकाएको थिएँ, टच चाहिँ थिएन र पनि अब कस्तो सिक लाग्छ नि त। त्यत्तिकै ओठमा हात लगाएछु यस्तो लागेर। अनि म चाहिँ यहाँनिर रिपोर्टहरू तयार पार्दैछु साथीहरू। दिनभरि मेरो काम भनेको यस्तै हुन्छ, पेसेन्ट हुनुहुन्छ भने गर्ने, होइन भने बस्ने पढ्ने यत्तिकै छ। सानो क्लिनिक हो नि त, त्यही भएर त्यति धेरै रस चाहिँ हुँदैन, आनन्दै छ अहिलेसम्म चाहिँ। बाहिर चाहिँ पानी परिरहेको थियो साथीहरू, दिउँसो पानी परिरहेको थियो। अनि म चाहिँ खानाको लागि रुम आएको थिएँ कि, म खाना त्यस्तै 3:30 कति बजी खाना खाएको कि साथीहरू। बिहान हतार हतारबाट नखाइ गएको, भोक पनि लागेको थिएन। अनि 3 बजीतिर चाहिँ भोक लागेर म खाना आएँ। अनि सिस्टरले आँप लिएर आउनुभएको रहेछ, अनि मलाई नुन र खुर्सानीको धुलो छ भने लिएर आउनु ल भन्दै हुनुहुन्थ्यो, थिएन। अनि मैले किनेर नुन लगेर अनि हामीले चाहिँ नुन खुर्सानी आँप चाहिँ खाने हामी प्लानमा थियौँ साथीहरू। हेलो गाइस, आजदेखि एउटा मात्रै हो, दुईटा छ हो आज नसोध्नु। हामी चाहिँ यहाँ गफ गर्दै आँप खाँदैछौँ साथीहरू। हामी 3जना 4जना खाँदै थियौँ, उताहरूको साथी पनि छ, ऊ चाहिँ केटा भएर लाज हुन्छ भन्दै उसले चाहिँ त्यत्तिकै खाइरहेको थियो। ऊ त्यति खाँदैन पनि, हामीले यो खाने भनेको चाहिँ साथीहरू। यस्तो मिठो भएको थियो नि यो, तर पाकेको भएर अमिलो केही नै थिएन, मिठो थियो जे होस्। यसरी नै हाम्रो चाहिँ प्रायः जस्तो दिनहरू यत्तिकै जान्छ हौ। पेसेन्ट हुनुभएको छ भने सबैजना जाबजुब काम गर्ने, छैन भने यसरी बेला हुने, खाने, रमाइलो गर्ने। जहाँ पनि त्यही त हो नि, मेमोरी क्रिएट गर्ने होइन, सबै मेमोरी याद बनाउने पछिको लागि काम लाग्छ नि त साथीहरू। अनि यहाँ चाहिँ 10 रुपियाँको हर्लिक्स लिएको थियौँ क्या, अनि हर्लिक्स खाँदैछु म अब चाहिँ। कस्तो मिठो लाग्छ हौ मलाई त, यस्तो ड्युटीमा काचाकुचुक के चक्लेटहरू भयो यस्तोहरू खाइरहन मन लाग्छ क्या। अनि काचाकुचुक खान्छु अनि त्यति साह्रो भोक पनि लाग्दैन कि मलाई चाहिँ, कस्तो मिठो लाग्छ यो हर्लिक्स। अनि एलिना र म चाहिँ खाँदै गफ गर्दै थियौँ साथीहरू। घर जाने बेलामा चाहिँ फेरि यस्तो पानी परिरहेको थियो, झन्डै आधी घन्टाभन्दा बेसी त त्यत्तिकै बस्यौँ हामी। पानी पर्दै थियो, अनि हामी 2जना चाहिँ यो क्यारम बोर्ड खेल्दैछौँ कि साथीहरू। घर जाने बेलामा पानी पर्यो, अल्छी लागेर क्यारम बोर्ड खेल्दैछौँ। अनि पानी अलिक रोकेर सिस्टरहरू पनि जानुभयो घर, अनि म पनि घर गएको साथीहरू।
पानीमा भिज्दै भिज्दै तर कस्तो राम्रो वेदर देखिरहेको थियो क्या साथीहरू। तर यो फोटो चाहिँ यत्रो भएछ के भएर भयो क्यामेरा एङ्गल नमिलेर होला, तर कस्तो राम्रो देखिएको थियो क्या। त्यो अब हल्का पानी हल्का घाम भएको बेलामा कस्तो राम्रो देखिन्छ है। अनि त्यो भिडियो चाहिँ बनाएको के पाराले भएछ साथीहरू, पानी हल्का हल्का परिरहेको थियो, चिसो थियो। फाइनली साथीहरू म चाहिँ भिज्दै भिज्दै रुम पनि आइसकेको थिएँ, तर त्यति साह्रो भिजिनँ, अलिअलि पानी थियो, त्यति साह्रो भिजिनँ। अनि यो चाहिँ मेरो यहाँनिर सबैभन्दा ठुलो ऐनामा म देखाउँदैछु भिडियो। अनि यो चाहिँ मेरो रुमबाट यस्तो राम्रो देखिरहेको थियो क्या वेदर।